बस दुर्घटनामा परि हराएको सब चाहिँ आज हरिबारमा फेला परेको छ। सत्त एपिएफ टिमले चाहिँ पारीबाट सबलाई चाहिँ वारी ल्याउने तयारी भइरहेको छ। रामेछाप जिल्लालाई बुझाउनु पर्ने हुन्छ सिन्धुली जिल्लाले, किनकि पारीबाट बाटो छैन नि त यो, त्यही भएर वारीबाट ट्यु चढेर पारी गरेर चाहिँ अब वारी लिएर आयो। खास लानुपर्ने चाहिँ सेलेघाट टिमले हो होइन, तर अप्ठ्यारो भएको कारणले कुर्कुटको टिममा आएर रेस्क्यु गर्नुभएको छ। बोरा भाइ हजुर के तिमीले फेला पारेको? हजुर कति बजीतिर? 2 के माछा मार्न गएको? हजुर कहाँ थियो? त्यही ढुङ्गा हेरी अनि त्यहाँ पनि छ यहाँको हल्ला साहब होला यो कामै यसैबाट आफ्नो दुईतिर कहाँ यो ढिला गरेर कामै छैन। त्यो घरबाटै होला, घरबाट नलानु भन्छ, घरबाट तरिका चाहिँ हो। यतापट्टिबाट हिसाब गर्दाखेरि चाहिँ ससुराली खलकको छोरा को हो? उहाँको को भन्नु? मामा आफ्नै? हजुर त्यो कान्छी बहिनीको छोरा। त्यो अस्ति भेटेको चाहिँ मेरो बहिनीको आमाजुको छोरा। के आज अन्तिम सब फेला परेको छ? हजुर हजुर आज लास्ट अब एउटा बाँकी थियो। अहिलेको समयमा फेरि यो हाम्रो रामेछाप 9 पारीपट्टि फेला पर्या हो। त्यसपछि हाम्रो मुचिलको कार्यक्रम सबै समाप्त भइसके पश्चात सबभन्दा माथि आइरहेको छ। हामी बोकेर अहिले लगेर मन्थली पोस्टमार्टमको लागि लाँदैछौँ। हस् सर, धन्यवाद जानकारीको लागि। हस् नमस्ते, थ्याङ्क यू। यताबाट सब बानमा लिएर 10 टाइम यहाँबाट माइल भएको छ।